ह्याप्पी मदर्स डे मम्मी। मम्मी यहाँ भेजिटेबल भएदेखि सबै अब त सामानै भेजिटेबल। ल बेबी मम्मीको लागि जुस ठिक पारिहालौँ त मम्मी र बालाई। मम्मीलाई जुसबाट सुरुवात गर्नु पर्यो। लाग्नु छ फेरि यहाँ। ल ह्याप्पी मदर्स डे मम्मी। सबै मेरा छोरी ज्वाइँ सबै रबिन बाबुलाई धेरै धेरै धन्यवाद। ल सुरुप पार्नु छ सुरुवातको सगुन। मम्मी अब डाइटिङमा हुनुहुन्छ त्यही भएर लेमन चाहियो, प्याज चाहियो। इमली चाहिँ मेरो लागि हो। अदुवा लसुन पनि मम्मीलाई हो। खाने चाहिँ हामीले होला। कटर मेन खाने भनेको त अब यही त हो। मम्मी यसको नाम भन्नु त के हो? यो हरियो मम्मी यसको नाम चाहिँ बुढो काउली। बुढो काउली। मम्मीको बुढो काउली हो यो चाहिँ। मम्मीलाई मनपर्ने मेन भनेको चाहिँ पाकेको फर्सी। पाकेको फर्सी तपाईँको लागि धन्यवाद। मलाई मनपर्ने फर्सी सीताफल हो यो। भेजिटेरियनहरूको खजाना भनेको त यही त हो। पनिर पनिर पनि कस्तो खतरा। राजा च्याउ च्याउ देऊ त। राजा च्याउ डल्ले च्याउ। अब के गर्नु यस्तै हो मम्मी भेजिटेरियन भएर यहाँ अनि डाइटिङ। रबिन बिजी। आफूले बनाएको मासु आफूलाई खतरा लाग्यो भने मक्क परिरहेछ। मम्मीलाई चाहिँ आँप मनपर्छ यस्तो वाला। नाइस। यो मम्मी हो नि त यस्तो आँप खतरा। यस्तै फलफुलहरू छ यहाँभित्र चाहिँ। अङ्गुर सजाउँदा चाहिँ यस्तो देखेको चाहिँ मम्मीको लागि बनाएको फ्रुट्स एकदम राम्रो।